ल सबैजनालाई मेरो सेकेन्ड भ्लगमा पनि स्वागत छ। भ्लगिङ गर्न त आउँदैन र पनि म ट्राई गर्दैछु। आज चाहिँ हाम्रो सेकेन्ड डे हो यो क्याम्पिङको, अनि तपाईँहरूलाई म देखाउने छु आज हामी के गर्छौँ भनेर आजको दिनमा। सो स्टे ट्युन गाइस। ल भने आज हाम्रो सेकेन्ड डे हो। आज चाहिँ हामी कहाँ जान्छौँ, के गर्छौँ भनिदिनुहोस् तपाईँ। आज हाम्रो सेकेन्ड डे चाहिँ अलरेडी अब चिया र बिस्कुटबाट सुरु भइसकेको छ र आज हामी चाहिँ स्नो ट्युबिङ गर्न जानेछौँ है। अब एकछिनमा सबैजना भेला भइकन अनि हामी अब एकछिनमा स्नो ट्युबिङ गर्न जानेछौँ अनि हामी तपाईँहरूलाई त्यहाँदेखि उता देखाउनेछौँ। किप इन टच। ल ट्रान्जेक्सन कति भन्नु, आज हामी के गर्छौँ तपाईँ पनि भनिदिइहाल्नु। हामी चाहिँ आज स्नो ट्युबिङमा जाँदैछौँ अनि हामी सबैजना मिलेर त्यहाँ चाहिँ स्नो ट्युबिङ गर्नेछौँ अनि धेरै फन गर्नेछ अनि आउनेछ अनि मोमो पकाएर खानेछौँ। हामी चाहिँ अब जाने बेलामा केही खानेकुराहरू खाएर अब हामी जान आँटेको। एज युजुअल नेपालीको दाल भात, दाल त छैन, मासु र भात। माइक्रोफोन नगर हल्ला चाहिँ धेरै भइरहेको छ। ल आज चाहिँ हामी स्नो ट्युबिङ गर्न जान आँटेका छौँ। तपाईँलाई एकछिनमा म सबै कुरा देखाउने चाहिँ के गर्छु भनेर आजको दिन। ल फाइनली हामी स्नो ट्युबिङको लागि आइपुगेका छौँ। हाम्रो ग्याङहरू यहाँ हुनुहुन्छ। के छ तिमीलाई कस्तो लाग्यो? गर्छु जस्तो लाग्यो तिमीलाई? सक्छौ साँच्चै? ठिक छ ल। तिमीलाई के लाग्छ, तिमी गर्छौ होला? गर्ने हो नि, गर्ने नि। ओके केमा स्की के अन्डरग्राउन्ड टनल हो। अन्डरग्राउन्ड टनलभित्र छौँ अहिले हामी। भनेको अन्डरग्राउन्ड टनलमा छु। यो पछाडि अर्को पाखाड त्यहाँ चाहिँ अब स्की खेल्ने अब न्युज पऱ्यो। अब त्यो टायरमा बसेर खेल्ने त्यो स्की होइन, स्की त अलिक टोक्नुको लाग्यो। तिमीले कहिले खेले त पहिला कि यो फर्स्ट टाइम हो तिम्रो? फर्स्ट टाइम हो मेरो। स्की चाहिँ पहिले खेल्दै, अब यो कस्तो रहेछ। अलराइट लेट्स गो, लेट्स सी कस्तो हुन्छ। कस्तो फिल हुँदैछ तपाईँलाई? Really excited for the गर्छु जस्तो लाग्दैछ? ट्युबिङ गर्छु जस्तो लाग्दैछ? यता बिरामी मान्छेलाई कस्तो हुँदैछ? राम्रै पायो त? मजा आइरहेको मजा। चिसोमा है? यो पछाडि कति बिरामी हुने हो दिदी? बोले कि चाहिँ तर यो पानी परिरहेछ होइन? कसरी चाहिँ यो आगो चाहिँ बलिरह? मलाई त्यो अचम्म लाग्दैछ। यत्रो पानी परिरहेको छ, यस्तो होइन ढुङ्गा छ फेरि अब कोइला पनि होइन, लाइन नै सर कसरी चाहिँ बाइक एन्सर कसरी? आई थिङ्क मलाई के लाग्यो होइन, मलाई के लाग्यो भने यो आगो वाटरप्रुफ हो। वाटरप्रुफ हो कि किरासिन झरिरहेछ अहिले आकाशबाट? पानी भन्दा नि किरासिन झरिरहेछ है, त्यही भएर वाटरप्रुफ हो यो। कहाँ बनाउने मान्छे चाहिँ जिनिस हो क्या। बाइकलाई छोड्नुपर्छ ढुङ्गा। अब यो आगो र मनको आगो चाहिँ एउटा हो क्या। मनको आगो निप्दैन नि त, यो त्यस्तै हो पनि। अब वाह 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 हो कि होइन? र हामी फाइनली ट्युबिङ खेल्नेमा आइपुगेको छौँ। वेदर चाहिँ लास्टै चिसो छ यहाँनिर, पुरा आइस परिरहेछ पुरा, तर दामी देखिरहेको छ देख्नु चाहिँ। अब
अब चाहिँ हाम्रो ग्याङहरू झर्दै हुनुहुन्छ ल यो चाहिँ सेकेन्ड राउन्ड हो उहाँहरूको त्यही त कस्तो भयो तिमीलाई सोना कति राउन्ड खेल्छु होला जस्तो लाग्यो आज कति राउन्ड खेल्छु जस्तो लाग्यो सोचाइ त 10 भनेर आएको थिएँ तर हात हेर्नु कस्तो भएको छ 2 राउन्ड मात्रै गरौँ होला हाम्रो हेर त्यही आरमा र हात अघि 5 जना खेल्दा अनि खेल किनकि म खतरा खेल्छु नि त त्यही भएर हेमन्तलाई कस्तो लाग्यो I'm dizzy now. हेमन्त अलिक छिटो आएर झन्डै यता मारेर मान्छ हाम्रो हिरोलाई कस्तो लाग्यो धरती हल्ल्यो के भन्नु धरती भन्दै यता एकदम दामी ल भेना त के हो नि यो त पहाडी अरे इग्नोर ए जिस्के तिमीलाई कस्तो लाग्यो So fun. तिमीलाई I'm going round 3. भेनालाई कस्तो लाग्यो यो चाहिँ दामी हो त्यस्तै चिप्लिनु पर्छ जहिले पनि गाडी किन्नुपर्छ नि दिदीलाई ल फेरि जानु फेरि हुन्छ गाइस फाइनली हाम्रो आजको सबै जति पनि घुम्ने कार्यक्रमहरू थियो सबै सकेर हामी अहिले भर्खर रुममा आएको छौँ अनि यो चाहिँ मेरो सेकेन्ड ब्लग थियो जसो मैले जानी नजानी भए पनि मैले बनाएको छु यसरी नै आउँदो दिनहरूमा म ब्लगहरू अपलोड गर्न कोसिस गर्नेछु आशा गर्छु तपाईँलाई यो ब्लगहरू मन परेको छ भनेर भोलि पनि आई थिङ्क थर्ड डेको म एउटा लास्ट ब्लग हाल्छु होला सो स्टे ट्युन गाइस